आजबाट हामीले क्लास 10 को क्वेसन नम्बर एसएससीमा सोध्ने 10 नम्बरको ए र बी सबै सेटबाट गर्छौँ। यो चाहिँ मोडल सेट क्वेसन नम्बर मोडल सेट क्वेसन 1 हो। मोडल सेट 1 भनौँ 2080 इन्स्टिट्युट बाई सिडिसीले गरेको। हामी 3 नम्बरको ए र बी गर्छौँ, फेरि अर्को सेटको 3 नम्बरको ए र बी गर्छौँ। जस्तो हेरौँ यहाँ के छ क्वेसन, 25 को पावर x माइनस 6 इन्टु 5 को पावर x प्लस 5 इज इक्वल टु 0 छ भने अब हामीलाई थाहा छ 25 भनेको के हो, 25 भनेको 5 को स्क्वायर हो के भन्नु त, 5 को स्क्वायर गर्न पाइन्छ नि 25 लाई, x माइनस 6 इन्टु 5 को पावर x प्लस 5 इज इक्वल टु 0 भयो। अब 5 को स्क्वायर छ भने जस्तो 5 को पावर x लाई चाहिँ म भित्र हाल्छु, यसलाई चाहिँ म बाहिर राख्छु, किनभने हाम्रो हेर्नु जस्तो रुल के हुन्छ भन्दाखेरि x को पावर m र n भन्नु र x को पावर n र m भन्नु एउटै हुन्छ। हामीले पढेको छ है, बाहिरलाई भित्र भित्रलाई बाहिर हाल्दा केही हुँदैन, किनभने मल्टिप्लाईमा केही फरक पर्दैन। यो किन मैले गरेको भन्दाखेरि लिड गर्न सजिलो हुन्छ भनेर मैले गरेको। अब हेर्नु, अब लेट 5 को पावर x लाई a भनेर मान्नु ल, a भनेर मान्यो भने 5 को पावर x के हुन्छ भन्नु त, यो हुँदाखेरि अब 5 को पावर x भनेको a को स्क्वायर माइनस 6, 5 को पावर x भनेको a छ प्लस 5 इज इक्वल टु 0। अब फर्स्ट इन्टु लास्ट गर्नु त के हुन्छ भन्नु त 6 ठाउँमा 1 प्लस 5 हुन्छ, सरी 5 भनेको के हुन्छ 5 1 जा 5 हो, ठिक छ ल हो। त्यसपछि a प्लस 5 इज इक्वल टु 0 भयो। अब हेर्नु त a स्क्वायर माइनस, यसलाई ब्र्याकेट खोल्नु त 1 a जा 1a भयो, त्यसपछि माइनस 5a भयो, त्यसपछि प्लस 5 इज इक्वल टु 0 छ। अब 4वटा छ भने दुईवटाबाट कमन तानौँ, a मा a कमन आएपछि a माइनस 1 बाँकी बस्यो, माइनस 5 कमन आएपछि a, अब माइनस कमन तानेपछि प्लसको माइनस भयो, यो भयो। अब हेर्नु त a माइनस 5 अनि त्यसपछि a माइनस 1 यो आउँछ। अब यो आइसक्यो, हामीले आइदर अर गर्नुपर्छ, आइदर a माइनस 5 इज इक्वल टु 0 और a माइनस 1 इज इक्वल टु 0 गरौँ। हेरौँ त जस्तो a इज इक्वल टु 5 माइनस 5 त 5 भयो, हामीले a लाई के भनेर मानेको 5 को पावर x भनेर मानेको। a लाई हेर्नु है माथि 5 को पावर x इज इक्वल टु 5 भन्नु र 5 को पावर 1 भन्नु एउटै हो। देयरफोर सेम बेस छ भने पावर पनि इक्वल हुन्छ, सेम बेस छ भने इक्वल टुमा छ भने पावर पनि इक्वल हुन्छ। अब यहाँ हेरौँ त, यहाँनिर a इज इक्वल टु 1 भयो, 5 को पावर x इज इक्वल टु 1 छ। अब हामीले जसरी 5 को पावर बेस आउनु पऱ्यो, 1 भने 5 को पावर के गऱ्यो भने 1 हुन्छ, 5 को पावर 0 गऱ्यो भने 1 हुन्छ, त्यही भएर x इज इक्वल टु 0। सेम बेस छ, इक्वल टुमा छ भने यो भयो। अब हामी 10 नम्बरको ए गऱ्यौँ, अब 10 नम्बरको बी गर्छौँ। 10 को बीमा हेरौँ के छ क्वेसन, 10 को बीमा क्वेसन छ m प्लस b बाई m माइनस b प्लस m माइनस b बाई m प्लस b माइनस m स्क्वायर प्लस b स्क्वायर माइनस m स्क्वायर माइनस b स्क्वायर छ। अब हामीलाई थाहा छ, सोलुसनमा जाउँ, जस्तो छ त्यस्तै गरौँ। पहिला m प्लस b डिभाइड m माइनस b प्लस m माइनस b बाई m प्लस b माइनस m स्क्वायर प्लस b स्क्वायर। एकैताले तीनटालाई गरे पनि भयो, दुईवटाबाट गरे पनि भयो, म तीनटालाई गरिदिन्छु। a स्क्वायर माइनस b स्क्वायर भनेको m प्लस b m माइनस b भयो, यिनीहरूलाई नि ब्र्याकेटमा हाल्नु सजिलो हुन्छ। अब यहाँ हेर्नु त एलसिएम लिने भनेपछि एलसिएमको फर्मुला के हुन्छ भन्नु त, एलसिएम भनेको कमन इन्टु रिमेनिङ हो। कमन के छ m प्लस b दुईवटाबाट एउटा कमन छ, अनि m माइनस b र m माइनस b दुईवटाबाट एउटा छ कमन, रिमेनिङ केही पनि छैन र। जस्तो अब हेर्नु m प्लस माथिको पहिला m प्लस b लेखौँ, अब m माइनस b ले m माइनस b काट्यो, m प्लस b बाँकी बस्यो, प्लस m माइनस b लेखौँ, फेरि यसको तलहरू m प्लस b ले m प्लस b काट्यो, m माइनस b बाँकी बस्यो, माइनस अब फेरि यहाँ त m स्क्वायर प्लस b स्क्वायर, यो दुइटै काट्यो, केही बाँकी बस्दैन, 1 बाँकी बस्छ, त्यो लेख्यो भने नलेख्यो भने भयो। अब यहाँ हेर्नु त m प्लस b भनेको m प्लस b को होल स्क्वायर हो, प्लस m माइनस b को होल स्क्वायर हो, अनि माइनस m स्क्वायर, ब्र्याकेट खोल्नु माइनस b स्क्वायर हुन्छ है, यो ब्र्याकेट खोलिदिएको मैले। अब हेर्नु त
एम प्लस बी एम माइनस बी भयो तलको जस्ता जस्तै राख्नु। अब ए प्लस बी होल स्क्वायर फर्मुला भनेको ए स्क्वायर प्लस 2ab प्लस बी स्क्वायर प्लस ए स्क्वायर माइनस 2ab प्लस बी स्क्वायर माइनस यम स्क्वायर माइनस बी स्क्वायर छ। ल यो छ हैन त। अब तल त जस्तो छ त्यस्तै लेख्नु। अहिलेसम्म मैले फर्मुला मात्रै राखिदिएको छ, केही गरे छैन है। एम प्लस बी एम माइनस बी। अब यहाँ हेर्नु त, जस्तो यम स्क्वायर र यम स्क्वायर क्यान्सल भयो, बी स्क्वायर र बी स्क्वायर क्यान्सल भयो, अनि त्यसपछि 2mb र 2mb क्यान्सल भयो। यम स्क्वायर के बाँकी बस्यो भने यसरी हाम्रो बाँकी बस्यो एम स्क्वायर प्लस बी स्क्वायर बाँकी बस्यो। माथि एम स्क्वायर प्लस बी स्क्वायर बाँकी बस्यो माथिबाट, तलबाट ए प्लस बी माइनस बी भनेको एम स्क्वायर माइनस बी स्क्वायर हो है। यति आयो हाम्रो। यो हेर्नु त, यति यो गर्नु पर्यो। 10 नम्बरको यो मैले गरिदिएँ। अब 10 नम्बरको बी गरिदियो। अब हामी अर्को